प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्,
तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रो अपराध माफ गरिदिनुहोस्, जसरी हाम्रो विरुद्धमा अपराध गर्नेलाई हामी माफ गरिदिँदछौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँका हुन्। आमेन।